नमस्कार, म दावा लामा मिरिक च्यानल टेलिभिजनमा यहाँहरूलाई म स्वागत गर्दछु। प्रस्तुत छ आज दिनभरिका समाचारहरू। गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा गोरामुमो समाजसेवालाई तीव्रताको साथ अघि बढाउँदै विधायक निरज जिम्बाले पानीघट्टा तराई क्षेत्रका 8वटा शाखाहरूको निम्ति कोरोना संक्रमणबाट बचाउनको निम्ति विभिन्न सामग्री हिज पानीघट्टामा गोरामुमो केन्द्रीय समितिका सदस्य सचित गतराज अनि ऋषि थापाको उपस्थितिमा गोरामुमो तराई नेतृत्व वर्गहरूलाई हस्तान्तरण गरेका छन्। जिम्बाले सेनिटाइजर मसिन, हाइड्रोक्लोराइड सल्युसन, क्लिनिकल मास्क, हातमा लगाउने सेनिटाइजर, पन्जा टाउकोमा लगाउने क्याप, प्लास्टिक बरसाती, वेपर मसिन अनि अक्सिमिटर आदि प्रदान गरेका छन्। विधायक निरज जिम्बाले पत्रकारहरूलाई सम्बोधन गर्दै भने पानीघट्टा तराई क्षेत्रलाई पनि सहयोग बताउँदै भविष्यमा पनि कोरोनासँग लड्नको निम्ति पानीघट्टा तराई क्षेत्रलाई भरपूर सहयोग गर्ने वचन दिए। यस अवसरमा विधायक निरज जिम्बासँग गोरामुमो केन्द्रीय समिति सदस्य ऋषि थापा, सचित गतराज लगायत तराईको नेतृत्व। मिरिक बोकर गुम्बाले बुद्ध जयन्तीको पावन अवसर पारेर मिरिक अस्पताललाई 3वटा कन्सन्ट्रेटर, 6वटा पिपी किट्स अनि हाइपोक्लोराइड प्रदान गरेका छन्। मिरिक बोकर सम्बाला च्यारिटेबल ट्रस्टको पक्षबाट ती सामग्रीहरू मिरिक अस्पतालका BMOH डाक्टर टासी लामोका हातमा प्रदान गरेको बताइएको छ। कोरोना महामारीको समयमा आम नागरिकको स्वास्थ्य सुरक्षा हेतु कुनै पनि सामग्रीको समस्या नहोस् भन्ने उद्देश्य राखेर ट्रस्टले यी महत् कार्यलाई सम्पादन गरेका छन्। मिरिक महकुमा विभिन्न पहिरो सम्भावित क्षेत्रका आम नागरिकहरूलाई बर्खा झरीको समयमा गरिनुपर्ने पूर्व तयारी साथै जागरुक गराउने उद्देश्य राखेर मिरिक महकुमा पुलिस अधिकारी रुद्र नारायण साहू, मिरिक थाना प्रभारी सुदीप कुमार प्रधान अनि खण्ड प्राकृतिक आपद विभागका अधिकारीले आज टिङमिङ चियाबारीको लिम्बुधुरा क्षेत्रको स्थलगत भ्रमण गरेका छन्। यस अवधि दुई पुलिस अधिकारीले स्थानीय नागरिकसित बातचित गर्दै बर्खाको समयमा हुने प्राकृतिक आपदबाट कसरी बाँच्न अनि बचाउन सकिन्छ यसबारे जागरुक गराएर भने स्थानीय नागरिकहरूबाट समस्या अनि अभावबारे पक्का जानकारी लिएको जान्नमा आएको छ। मिरिकका एक अग्रणी गैर सरकारी संस्था हिल ग्रिनले सिमलबारी चिया बगानका चिया श्रमिकहरूलाई 1000 मास्क अनि ह्यान्ड सेनिटाइजर प्रदान गरेका छन्। चिया बगानमा कार्यरत श्रमजीवी मजदुरहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै संस्थाले सो सामग्री हातमा प्रदान गरेको जानकारी संस्थाको पक्षमा सुनिल राईले दिएका छन्। सेवा नै परम धर्म हो भन्ने उक्तिलाई चरितार्थ पार्दै दार्जिलिङका एक अग्रणी सामाजिक सङ्गठन दार्जिलिङ सेवा भारती समूहले आज मिरिक स्थित कृष्ण मन्दिर सञ्चालन समितिलाई कोभिड महामारी कालमा जनसाधारणको सेवाको निम्ति विभिन्न सामग्रीहरू प्रदान गरेका छन्। यस आशयको जानकारी दिँदै कृष्ण मन्दिर सञ्चालन समितिका सचिव जीवन छेत्रीले दार्जिलिङ सेवा भारतीको पक्षमा उपस्थित नरेन्द्र शर्मा, चन्द्र प्रकाश शर्मा अनि मिलन शर्माप्रति आभार व्यक्त गरेका छन्। हवस् त आजलाई यति नै। भोलि फेरि पुनः अन्य समाचारहरू लिएर हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्ते।